पूर्वबहादुर हिमालमै हुर्किए, हिमालमै अस्ताए, अस्ताए नेपालका एक हिरा। पाकिस्तानको ब्रो पिकमा भीषण हिम पहिरो, पूर्वबहादुर गुरुङको मृत्यु। पाकिस्तानको ब्रोड पिकमा गएको हिम पहिरोमा परि 10 पटक सगरमाथा र 28 पटक 8000 मिटरभन्दा माथिका हिमाल आरोहण गरिसकेका अनुभवी नेपाली आरोही पूर्वबहादुर युक्त गुरुङको मृत्यु भएको छ। एलाइट एक्सपर्टका सिनियर माउन्टेन गाइड गुरुङको शव जमिनको उद्धार टोलीले फेला पारेको अल्पाइन क्लब अफ पाकिस्तानले पुष्टि गरेको छ। पूर्वबहादुर हिमालमै हुर्किए, हिमालमै अस्ताए, एकदमै दुःखद घटना भन्न चाहन्छु। जहाँ चाहिँ पाकिस्तानको ब्रो पिकमा भीषण हिम पहिरो गएपछि पूर्वबहादुर गुरुङको मृत्यु भएको छ भने निम्स दाईको पनि खोजी भइरहेको छ। आशा गरौँ अन्य व्यक्तिहरू चाहिँ सकुशल फेला परोस् भन्न चाहन्छु र पूर्वबहादुर उहाँलाई चाहिँ हार्दिक श्रद्धाञ्जली भन्न चाहन्छु।